गाइस आज हामी जाने हौं एउटा राम्रो फुल हेर्न हाम्रो माइजै हो माइजु क्यामेरामा हेर्नुस् त आज हाम्रो मोमबत्तीको जब मोमबत्ती पकाइन्छ त्यो माथि बनाएको रसबाट बनाउनु भएको फुल यो मोम हो नि यो तातो माइजु तपाई के बोल्नुस् त दुईटा शब्द बोल्नुस् त दुई चार शब्द यो चाहिँ हामीले क्यान्डल पगालेर बनाएको फुल हजुरहरूले यो फुललाई चाहिँ होम डेकोरको लागि प्रयोग गर्न सक्नुहुन्छ अनि मेरो भान्जाको च्यानलमा चाहिँ लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला अनि यो काकाबाट कसरी बन्छ भनेर पनि सुनाइदिनुस् न त यसलाई सुरुमा मैन पगाल्नु पर्यो आइस चाहिन्छ हामीलाई यो बनाउनको लागि अनि आइसमा अलिकति सोप हाल्नुपर्छ नत्र मैन हातमै टाँसिन्छ अनि त्यस पछाडि आइसमा हात चोप्दै मैन पग्लेको मैनमा हात चोप्दै अनि हामीले यसरी फुल बनाउन सक्छौँ तयार भयो हाम्रो फुल माइजु एकछिनमा ट्राई गरौँ न